म त्यसरी केही पनि लाउँदिनँ क्या पोल्छ नि म कहाँ हिँड्दैछु हामीलाई थाहा छैन सिँदुर खोइ भन्दै हात देखाउनुहोस् अनि आफ्नो भविष्य पत्ता लगाउनुहोस् जापानमा कहाँ उजाड लाग्दो अन्धकारमा आइपुग्यो है हेलो गाइज गुड इभिनिङ गुड इभिनिङ तपाईँलाई स्वागत छ हाम्रो अर्को दिनको ब्लगमा आज हामी नाइट आउट भनेको डिनर डिनर होइन के को डिनर के हो त कस्तो देखियो कुनमा राम्रो देख्यो मलाई भन्नु ल बुढीको चोइस राम्रो कि मेरो चोइस राम्रो कमेन्ट गर्नु ल किन हो गाइज म त्यसरी केही पनि लाउँदिनँ क्या लाउँदिनँ होइन मलाई लाउन आउँदैन लाउँदिनँ होइन लाउन आउँदैन मलाई त्यस्तो त्यस्तो लाउनु रहर लाग्छ तर म जान्दिनँ त्यो नसिकेर हो अलिक मैले खेला चाहिँ गरेर हो भने चाहिँ सिँदुर खोइ भन्दै गाह्रो छ हामीलाई हामी नेपाली इन्डियन नेपालीलाई गाह्रो छ बुढो जिन्दगी भात खाना बिर्सिनुपर्छ तर सिँदुर पोते लाउन बिर्सिनु हुँदैन त्यसले गर्दा बुढाको आयु कम हुन सक्छ आज हामी हिँड्यौँ नाइट आउटमा कहाँ जानेछौँ कसरी जानेछौँ के गर्नेछौँ कसरी घुम्नेछौँ कहाँ कहाँ घुम्नेछौँ हामी सबै देखाउँछौँ आजको विशेष आजको पनि अब आजको विशेष के भन्नु आजको पनि वहीँ हो सदा चाहिँ हिरो नि पल्टिनु भएको छ अघि घुम्न जाने भन्दाखेरि फुल्ली गरी पाउरोटी जस्तो फुल्ली गरी एकचोटि शीतल हुनुभएको एकछिन नभन्नु ल हामी कोक्सादेरी इन्टर गऱ्यौँ हामी आज कोक्सादेरी घुम्न आएका पहिला बुढी काम गर्न चाहिँ आउँथ्यो यो कोक्सादेरीमा अचेल चाहिँ छैन कहाँ आएको अरे घुम्न आएको होइन काम गर्ने ठाउँमा घुम्न आउनु यो चाहिँ जेब्रेज होला है नेपालमा पाउने जो आज चाहिँ कोक्सादेरी सुनसान रहेछ किन हो पनि खासै मान्छे नै छैन बाटो पनि खाली छ बाटो सुनसान छ आज हामी धेरै मान्छे हामी 2 जना अनि हाम्रो अगाडि 2, 4, 6 जना छन् त्यति हो किन आज कोही छैन सब सटरहरू पनि बन्द छ ए ताइफुले गर्दा हो कि ताइफ आउँछ भने सबै आज बन्द गरेर राखेको जस्तो छ हिसाब सब छुट्टी बन्द छ बन्द भएपछि मान्छेको यता पनि सटर सब बन्द छ यहाँ मैले हिँड्दै बाटोमा एकथोक देखेँ कोक्सादेरीमा हेर्नु साथीहरू आउनुहोस् आफ्नो किस्मत आजमाउनुहोस् हात देखाउनुहोस् अनि आफ्नो भविष्य पत्ता लगाउनुहोस् जापानमा नि यस्तो हुँदो रहेछ हामी छिर्यौँ अब मिनी मार्केट कोक्सादेरीको मिनी मार्केट यहाँनिर चाहिँ हाम्रो सुन पसल यो चाहिँ बन्द हुन आँटेको त्यही भएर आधी मात्रै खुल्या नेपालमा जस्तै नेपालमा बन्द हुने बेला आधी सटर खोलेर राख्छन् नि सेम यहाँ पनि त्यस्तै छ तर आज म्याक्सिमम सटर बन्द छ नि यहाँ पनि सटर बन्द हो कति असर पर्छ हेर्नु यहाँ ताइफुले ओपन यहाँ के चिरको टालेको रहेछ यता पनि बन्द छ यता पनि बन्द छ आजको हाम्रो दिन चाहिँ एकदम राम्रो मिलेको छ सबै बन्द भयो कि हामी घुम्न हिँडिरहेको छौँ साइड चाहिँ एकदम मिलेको जुरेको भन्छ नि सबैतिर बन्द हामी चाहिँ घुम्न हिँडेको अरे खै स्पाइडरम्यान भर्सेस ड्रागन गाइज हामी हिँड्दा नै हरायौँ कहाँ आइपुग्यो भन्ने कुरै थाहा छैन अब यस्तो छ यो कोक्सादेरीको रमाइलो भ्यू हेर्दै हिँडेको यो कहाँ उजाड लाग्दो अन्धकारमा आइपुग्यो है केही छैन त्यस्तो छ
कहाँ लिएर आएछ मलाई यसले यो हो नि मेन भनेको अझै उता जाउँ अझै उता जाउँ अझै उता जाउँ कहाँ त अब कता लु बाटो देखा त मलाई कताबाट कता कहिले हिँडेको ए त्यो ब्रेकअप भएको होला हाँ ए ल बाटो देखा ल मलाई के छ तपाईँलाई कस्तो अनुभव भइरहेछ अनि सबै बाटो देखेको छु मलाई सबै थाहा छ भनेको होइन ए जान्ने भएर टुरिस्ट गाइड भएर बुढी टुरिस्ट गाइड भएर मलाई सब थाहा छ म हराउँदिनँ भनेर लिएर आएर बाटो कहाँ लिएर आइयो जाड लाग्दै अन्धकारमा कहाँ हिँड्नेछ हामीलाई थाहा आयो फाइनल्ली गाइज आइपुग्यो हामी बाटोमा आइपुग्यौँ ओह गाडी यस मेरो बुढीले किनामा खायो अब थाहा नभएको केही छैन मेरो बुढीलाई बुढीको इलाका अरे अघिसम्म उसलाई थाहा थिएन अनकन्टर गाउँमा कहाँ ल्याएँ भन्ने कुरो अहिले बाटो देखेपछि इलाका अरे अलि दाजु गाडी आउँदैछ है होइन सधैँ त यो कोक्साद्वारीमा आधी लुगा लगाएर टन्ने केटीहरू हिँड्थे आधी फेरि कोही छैन बुढीसँग हिँडेको भन्ने थाहा भएर हो कि सब के फुलुगा लाएर हिँड्ने छन् ती केटी नै छैनन् एउटा देखाउँछु ल यो चाहिँ खारावाकै रहेछ अनि यो ठुलो छ नि यो ठुलो बिल्डिङ चाहिँ डङ्की हो ओकिनावाको डङ्की भन्दा पनि ओकिनावामा डङ्की त धेरै ठाउँमा छन् कोक्साद्वारीको डङ्की चाहिँ यो ठुलो यो बिल्डिङ दिस इज डङ्की अघि मैले भनेको तपाईँलाई ठुलो बिल्डिङ देखाएको थिएँ नि त्यो डङ्की हो यो त्यत्रो खा हेर्नुहोस् अझै मजाले हेर्नुहोस् ल हेर्नुहोस् ल ट्याक्सी ल्याउने आउँदैछ भनेर बुढीले भनेर मैले खिचेको कि तर यो कति चाहिँ भन्नु तपाईँ खासै राम्रो चाहिँ छैन नि ए मेरो बुढी पनि लास्ट बुझ्यो यार पानी पऱ्यो गाइज पानी पऱ्यो पानी पऱ्यो क्या अचानक मौसममा यस्तो है पानी भयो गलत नबोल्नु नि फेरि पानी भयो पानी परेको चाहिँ भन्न खोजेको हामीले चाहिँ नेपाली बस जाने निर्णय गऱ्यौँ नेपाली बसमा गएर केही खाएर आउने भन्ने कुरा भयो अब कहाँ जाने भन्दाखेरि चाहिँ तपाईँहरूलाई म अबको 2 मिनटमा देखाएको छु एभरेस्ट भयो वेलकम टु नेपाली रेस्टुरेन्ट टन्टडाइन टुङ ठिस मेनु के खाने तातो जल फायर ओल्लु फायरमा आउँदैन ए हाम्रो अर्डर यहाँबाट आउँछ भनेर हामी पर्खिरहेको थियौँ क्या यहाँबाट आउँछ हाम्रो डायरी लिएर आउँछ फ्राई मोमो र पराठा आलु पराठा खा हेर्दा पोल्छ नि म मिठो छ धन्यवाद दाइ मिठो छ
एक प्लेट मोमो परोठा खाइसक्यो अगाइयो खाइसक्यो हामीले एकदम मिठो खानेकुरा खाएर फर्किसक्यौँ हामीले एकदम मिठो खानेकुरा खाएर फर्क्यौँ कस्तो लाग्यो त मोमो परोठा यही हो पसल मस्ट भिजिट त्यो ससुरालीमा सासूले खाना लगाइदिएर ज्वाइँको अगाडि बसेको मलाई सुरुमा फेरि आफूले हेर्दा पनि हेरेँ हेरेँ गरी भन्दा होइन देखिरहेको छ त्यो अगाडि बसेर के गर्नु आफूले हेर्दाखेरि उसले मलाई पनि हेर्दैछ भने सोध्छन् कि जस्तो लाग्छ नि त टक्कै अगाडि बसेर हेर्दाखेरि देखिन्छ नि त अब खाना पनि कसरी खाना खानु पर्छ मलाई म पनि सोचेको थिएँ भिडियो बनाउँदै खानु पर्यो भनेर तर ठिकै छ केही छैन खाना एकदम मिठो थियो राम्रो थियो यिनीहरूको आफ्नै संसार छ फेरि ल के भाङ खायो कि धोत्रो खायो कि नि बङ्गाली रहन के को हल्ला हो यस्तो चाहिँ अब आज कोक्सेदेरीको भिजिट गरेर नेपाली बस गएर मोमो र परोठा खाएर फर्किसक्यौँ अब हामी हाम्रो गाडी राखेको छ यहाँ चोरेको ठाउँमा राखेको छ सुपर मार्केटको पार्किङमा राखेको छ भिडियो जान्दिनँ भनेर साथ दिनुभएको धेरै धेरै धन्यवाद भिडियो बन्द गर्नुभन्दा अगाडि सब्सक्राइब गर्न नभुल्नु होला बाई बाई गुड नाइट